भाले देखो छड़ी वाला कौन नहीं खाए यो उभिएका जति भाले हो बसेका पोथी पोथी ये बस्छ भाल ये भाले हो ए अँ ये पोथी हो ये भाले हो ये पोथी ऊपर बोले ऐसे भाले पोथी हो भाले पोथी हो हाँ। त्यसो जोडी? भए एक जोडी हो निकाल्नु? यहाँनिर सेतै लाग्नु पर्छ सोध्छु एकचोटि सेतो पाइएछ सेतो लगाऊँ कि खैरो लगाऊँ भन्नु हो अरे साहब एउटा सेतो एउटा त्यो सेतो एउटा त अगाडि आयो भाले यो टाउको पोथीको यो पनि पोथी हो र ये भाले हो भाले हो शायद बोल सकते हैं के भयो अरे शायद बोल सकते हैं बोलना खा ले ए जोड़ी पाएर त्यस्तो हो बान्नु ए आओ लेके दिखा दो तो यो छोरी कहाँ को ए भाले पोथी परेवा किन्ने अब हो हाम्रो यो पाल्पाको सिद्ध बाबा हो पुल सरी टनल बन्दैछ दोभानलाई जोड्दैछ उताबाट कहिले पुरा हुन्छ बीचमा केही भए देखाउँला नत्र सिधै डुम्रेमा देखाउँला
आइपुग्यौँ हामी। अब अर्को बाटो पहाडको बाटो हुन्छ। त्योभन्दा पहिला पेट्रोल हाल्नुपर्छ। पेट्रोल मेरो लो छ, लो भन्दा 2 घन्टा चाहिँ पेट्रोल जानु परेन। मेरो गाउँको बाटो गाउँ जाने बाटो। फाइनली छेडा आइपुग्यो। छेडा बाटो उता पनि छ, तर अहिले पुग्ने भन्ने ठाउँमा बाटो बनेर केही भयो, त्यही भएर उता आउनु नमिलेर उता आएको। योभन्दा अलिक सजिलो छ, अझ सजिलो छ त्यसको बाटो। यता मास्ति जाँदा माउलो छ, यता जाँदा घर जाने, माउलो पनि जाने हो म। बाटो अब अलिक ठिक छ कम्पेयर टु आएको बाटो भन्दा। भइरहेको होला के अरे, भइरहेछ। रेड लाइट बोलाएको छन्, भइरहेछ। खसिरहेको बुद्धि त लाग्छ त अलिको पनि। बोय बोय यता आउनु न, आउनु क्या एकछिन काम छ।
क्या तोरी तो भैया है क्या? नमस्ते। कता हो उता? कता घुमेको उता? नाम सम्माले। जाडो अब त छुट्टो माउलो जानु पर्यो यार। बस्ने होला नि कति दिनको छुट्टी आउनु पर्यो शनिबार जाने शनिबार माथि गइस जाने हो कि? बोल आउँदै हो यो चाउमिन खानु भयो न गयल खाएर खानु खान्छु के नि ल खाने त हो कि जाने हो जाने हो आइन्छ ती पऱ्यो भाइ यहाँ ठुलो मम्मी त माथि झन्न बाँधेछु माथि खसिसक्थ्यो भुडुङ भुडुङ गर्दै होइन यही बस्ने के भयो र आइन्छ भर्खरै के ठुल्ठुलै छ खै हिँडिरहेको छ पुट 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 चार दिनु फेरि बिरालोले खाइदिइहाल्ला तोरी यो यहाँको पाउर बिहानै हो यो नछोइदियो है यो झोला यो द्रोन हो द्रोन अहिले केही हुन्न त नछुयो भन्नुपर्छ नछुयो काम छैन विवेका हेर हजुर अङ्कल खै ठुली यहाँ लगिदिनु भयो के गर्नुभयो भाउजू नमस्ते लेन पाउर मम्मी पठाइदिएको जाने के को गन्ध पप्पूको माउलो जाने माउलो हिँड बोकेर पैसा त पठाइदिएको थियो ठुली आमालाई यार खै फोन नम्बरै छैन कि फेरि लगिदिनु त लग्नु हुन्थ्यो भाउजू हुनुहुन्थ्यो लुगा ए त्यस्तै चाहिन्छ छोडेर गइन कता कता जान सक्यो रामपुर पुग्नुपर्छ ए यहीँ भन्नु त के लग्नु त लगिदिनु भयो जहाँ किन ल खै म हाट बजारतिर थिएँ ए बाटो त्यस्तै आज बजारको दिन माको नम्बर छ र भाउजू ठुलियाको नम्बर दिनु न
चिया खाँदै जानु होला ए ढिला हुन्छ अहिले आउँछु कि म पढेपछि वा दाइ हुन्छ कि 98 428 28 ए होइन कि मिस्टेक गर्नु त ऊ गर्नु त मेरो नम्बर भनिरहेको छ 98 470 98 470 28 718 कस्तो हिलो लाग्यो नि बाबा अहिले फर्किने हेलो अखिल मम्मी ए गोद लाग्दैन भयो कि म लिएर आऊँ हेराइदिएको आउनु पर्दैन भर्खर गएर आएको यसो पस्छु त्यसो भए आउँछु एकछिन आउँछु फर्किन्छु त्यहाँबाट ए हुन्छ हुन्छ म यसो पस्न आउँछु त्यहाँ फर्किहाल्छु अहिले एकछिनमा भोलि जाऊँ होइन कहिले तपाईँ खै ओके ल अङ्कललाई भन्नु न फोन लगाएर भन्नु न ल म त्यसो भए भोलि आएँ भोलि आएँ त्यसो भए आज आउनु किन भागिरहनु भोलि आउँछु त्यही मासतिर जान्छ डुसुङ जान्छ कि उतैबाट जाने हो भोलि आउँछु ल म ढुसुङ जाने भोलि त्यो माथि हुँदै जाने हो क्या त्यही भएर भोलि आउँछु आज आउनु न भयो ल ल नै ठुलो लगिदिनु भयो क्या भोलि जान्छु माथि लग्ने बोइ सातु चार्जर त्यही छ ल यो सातु पठाइदिएको सातु आउँछ विवेक खै किन आउनुहुन्न आएको थियो क्या भर्खर छ र लुम्मारामा ल बाटो यता होइन म हिजो आएको यता दियो कि यता दिएन विवेक ढोग्ने ए काटी भ्याएको ठिकै छ चलिरहेछ ए बाटो कहाँ हो मेरो हिलो कौए होला काटी भ्याएछन् काट्नु त लाउँदै ए गाउँमा आज बुङ्गुर काट्ने प्रोग्राम अनि बाटो यही हो यति लतारेर रहेको 2 मिनट दर्शन गर्नु पर्यो खुनिया बगिरहेछन् बाटो पेटालाई फेरि आन्दोला डोन्ट सी भनेर तोरियो कि सर्सीमा हो शीतलार म जान्न भुल्दा
भोलि सरस्वती पूजा है झन् पर्छ स्कुल ए ल ल छिटो गर त एउटा खै क्या गऱ्यौ ल भने खेल्थ्यो गाडी होइन यस्तो यस्तो चलाएर ओ टेक्निकलिटी हो सबै पहिला पहिला कति ठुलो टायर हो त पड्दैन है अलि राम्रो देख्यो लेखमा आइयो त लेखमा यो ढुस्टुङको स्कुल अनि ढुस्टुङ डाँडा अनि दसैँको बेला ठ्याक्कै यहाँ के अरे पूर्णे मेला लाग्थ्यो पूर्णिमा ढुस्टुङ मेला लाग्थ्यो यहाँ अहिले चाहिँ घाँस उम्रेर क्यामेरा खिचेको कोर्ट छ अहिले कोर्ट पनि जाने हो कोर्ट त पहिला पनि गइसक्यो त्यस्तो हुसुला थियो अहिले मन्दिर दसैँ पूर्णिमा पूजा सुजा गर्ने यहाँ अहिले जम्मै बनमरा जम्मै पर्छ त्यस्तो भएछ छिटै पुगिन्छ कोर्ट सर्ट स्कुल यस्तो छ भिडियो खिच्छु घुम्न आएको भनेर पहिला के हामी सुरुमा उहिले नै त स्कुल यतिको थिएन यो जस्तो थियो मान्छु अनि यहाँ पछि धेरै बनायो नि पहिलाको नि के उच्चताको हो पहिलाको ए त्यो पहिलाको त्यस्तो देखिन्छ नि त यो बनाएको यो के हो अफिस हो पहिला हिँड्ने बाटो कस्तो रहेछ कस्तो भयो भन्नाले तिमी नै यही म पनि यही भन्दै यो थियो कुरल बेटाला फोहोर होला हेरै जान्छ त फोहोर होला कहाँ पुग्ने हो र कहाँ पुग्ने ए यो हो पहिलाको बाटो होइन सराया नआउँदाखेरिको बाटो आउने बाटो ढुस्टुङको पारिपट्टि यति यता छन् यहाँबाट देखिन्छ होस्टेल गर्दा अलिक मौसम क्लियर देखेँ यसो पारिहाट हेर्दा त कति रमाइलो देखिने क्या पारी ठ्याक्कै